आज म ढिलो भएको कारण चाहिँ किनभने दर्शक महानुभावहरूलाई के भन्न चाहन्छु भने आज म कर तिर्न गएको। यो करको विषय पनि म उठाइहाल्छु। मैले फर्स्टमा बाइक चलाउँदाखेरि 220 को 4500 तिर्थे अनि इन्सुरेन्स गर्दाखेरि 1700। अहिले इन्सुरेन्सको 1900 पुगेछ अनि वर्षको करको 6500 प्लस 300 तिरेर पनि नभएर 50% 3200 जरिवाना तिर्नुपर्ने वर्षेउनी गर्दाखेरि मेरो यसपालि 10-12 दिन कटेको भएर 5 वर्षको तिर्नुपर्छ रे। 5 वर्षको कति भन्दाखेरि 47,000 तिर्नुपर्ने भयो। यो त सरासर हाम्रो सरकारहरूले गरिबलाई मार्ने कोसिस गरिरहेछ। त्यसको लागि अब जनता उठ्नै पर्छ। यो विषय चाहिँ मैले किन भनेको भने म भर्खर एकदम पीडित भएर आएको छु नि त। किनभने मान्छेले अब वर्षौनी तिर्न सक्दैन। अब यसपालि चाहिँ म अब तिरौँ भनेर गएको, 4 वर्ष हेरेर गएको। म लाठमा 10-12 दिन ढिलो भएको कारणले 5 वर्षको तिर्नुपर्छ भन्ने कुरा भयो। यहाँनिर हल्ला चाहिँ के आइरहेछ भने मन्त्रीहरूले भनिरहेछ कि जति 20 वर्षको भए पनि, 7 वर्षको भए पनि, 5 वर्षको भए पनि सिर्फ 2 वर्षको मात्रै तिर्ने कुरा थियो। तर म गएर बुझेर आउँदाखेरि बुझेर मात्र हैन, तिर्छु भनेर म एकदम आफ्नो हिसाबले गएको। लास्टमा मैले 4500 तिरेको थियो, 5040 तिरेको थियो, लास्टमा अहिले 6500। कति बढाएको रहेछ त। हामी त अब तिर्ने बेलामा मात्र जाने हो, थाहा हुँदैन। त्यसले गर्दा आज बुझेर आउँदाखेरि यति महँगो रहेछ कि म त तिर्न पनि सकेन। आफूसँग जति बोकेको थियो त्यो त्यतिले पुगेन। नपुगेपछि तिनीहरूले दिँदैन।